एउटा सानो गाउँमा एउटा केटी बस्ती उसलाई पढ्न खासै सजिलो लाग्दैन थियो। जति मिहिनेत गरे पनि उसका अङ्कहरू सधैँ कम नै आउने गर्थे। कक्षामा ऊ चुपचाप बस्ने गर्थे, अरू साथीहरू अगाडि बढिरहेको देख्दा कहिलेकाहीँ उसको मन भारी हुन्थ्यो। तर घरमा उसको प्रतीक्षा गर्ने बाबाआमाको माया कहिले कम भएन। आमा बुबाले धेरै मेहनत गरेर उसलाई पढाइरहेका थिए। बिहान सबेरै उठेर आमाले खाना बनाउनुहुन्थ्यो, बाबाले काममा जानु अगाडि चाहिँ उसको कापी किताबहरू मिलाइदिनुहुन्थ्यो। छोरीले जब कम अङ्क ल्याएर रिपोर्ट घरमा ल्याउँथे ऊ डराउँथे, तर बाबाआमाले कहिल्यै पनि उसलाई नराम्रो भन्नु भएन। बाबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो, अङ्कले होइन, तिमीले गरेको प्रयासले हामी गर्व गर्छौँ। आमाले टाउको सुमसुमाउँदै भन्नुहुन्थ्यो, बिस्तारै भए पनि ठिक छ, तिमीले हार मान्नु हुँदैन। समय बित्दै गयो, छोरीले जसोतसो गरेर विद्यालयको पढाइ पुरा गरी। त्यो दिन जब अन्तिम नतिजा आयो, ऊ डर र आश दुवै बोकेर घर गई। बुबा आमाले कागज हातमा लिएर हेर्नुभयो। अङ्कहरू धेरै राम्रा त थिएनन्, तर त्यो कागजमा छोरीको निरन्तर सङ्घर्षको कथा लेखिएको थियो। बुबा आमाको आँखामा आँसु आयो, दुःखको होइन, गर्वको। त्यो दिन बुबा आमाले छोरीलाई अँगालो हालेर भन्नुभयो, तिमीले हार मानेनौ, त्यही नै तिम्रो सबैभन्दा ठुलो सफलता हो। उनीहरू अत्यन्तै खुसी भए र छोरीलाई अझ राम्रो विद्यालयमा पढाउने निर्णय गरे। छोरीले त्यो बेला पहिलो पटक महसुस गरिन्, उहाँहरूको विश्वास नै सबैभन्दा ठुलो शक्ति रहेछ। अङ्कहरू कम भए पनि बुबा आमाको निस्वार्थ माया र भरोसाले उसलाई सधैँ अगाडि बढाउन सिकाएको थियो। त्यो छोरीको जीवनमा सफलता अङ्कबाट होइन, मायाबाट सुरु भएको थियो।